पुर्याएर आउनु पनि यत्रो बेर लाग्छ। ल हेर न त्यहाँ झन् यहाँ यत्रो बोरा उहाँसम्म पुर्याउँदै आउँदै गर्दा आफूलाई कस्तो गाह्रो भएछ। पुर्याइदिनु म त। अब म भारी हाल्छु। आमाजु तिमी बोक। मलाई अस्ति भर्खर निमोनिया भएको होइन। कस्तो कमजोर भइछु म त सक्दिनँ। हेत्तेरी तिमीहरू ज्यादा गल्फती नगर त घाम माथि पुगिसक्यो। फेरि राति ओछाल्नु पर्ला। छिर बोक यहाँ। यति जाबो थोक्रो बोक्नुलाई पनि गल्फती गरेका छ। काम गरे जसिन्छ। हेर न त्यहाँ भारी हाल्यो। छिटो आउनु नि त्यहाँ। होइन त्यो धुरुसे गला चाहिँ कहाँ मर्यो? जिउँदो मान्छेलाई मर भन्छौ बा? म चाहिँ धेर बोक्न सक्दिनँ है। मलाई अहिले दम भएन जस्तो छ यहाँ। मुटुमा चस्ता हानो। नाटक गर्छ। वर्ष दिनको कमाई भित्राउने बेला पनि नाटक। भएकै छैन। छिटो आउने। अरे शिव गोरु केही ढङ्ग छैन भने यसको। अब हेर यो मेरो आउने लास्ट सक्यो। अब त म मरे पनि आउँदिन। पनि मिलेको छैन। ल अब जा छिटो आइजन् त्यहाँ। म त मरे पनि आउँदिन। भरे घरमा बस्नु छ कि छैन विचार गर्ने कुरा। सुरु गर घाम माथि गइसक्यो। ए भाइ के यो धान बोकेर आइरा? होइन गहुँ बोकेर आइरा। अस्ति कौडामा मेरो पैसा खाने पात होइन त? पात होइन म डाँठ हो डाँठ। चाडबाडमा रमाइलो गरे पनि के सम्झिरह्यो भने हेर न यसपालि त धानमा किरा लाएर फल्दै फलेन। खानै नपुग्ने भयो। त्यसै भएर बेलैमा स्टक राख्नु पर्यो भनेर धान खोज्दै हिँडेको। के तिमी बेच्छौ है यो धान? बेच्छ नि बाले मार्दैनन् नि मलाई। बेच न बेच। बालाई के थाहा दिनु पर्यो र? बेच्यौ कि क्या हो? कति पैसा दिन्छ? यो बोरा त्यही 30 किलो जतिको होला। 300 हुँदैन? 300 केलाई ल्याउनु हुन्छ नि? बरु छ भने अर्को 2 बोरा जति पनि मेरो माथि घरमा ल्याइदेऊ न है। कमाउनु त हुँदैन। स्याबास मेरो बाबु स्याबास। ल बोक। म त काम भनेपछि मर्छु क्या भाइ। यति खर्छु नि। ल अहिले हप्काइदिया थिएँ छ्यामा। छिटो छिटो। होइन कति चाँडै गरेको यसले? म त काम गर्दिन गरेपछि लड्छ र हिसाबमा गर्दिन कि। आखिर छोरो कसको? अनि बुहारी खुवाइ त बाबु बुहारी। बुहारी खुवाइ बुहारी। आउँदै भने क्या समय गरेर केटाले त। ल 3 बोरा भयो होइन? पैसा पाइहाल्नु न त। 3 बोराको ल 900 होइन? ल धन्यवाद। ल कुरो गोप्य है। भइहाल्छ नि त्यो त। कष्ट गरेको भने हल्लेको भने त कागज बोक्नु पर्छ। ओहो कता हो बग्ने बुढा? उता घरमा बस्न छोडे अहिले? यता उता सबै आफ्नै हो। अब यहाँ चाहिँ भाइको घर, उता चाहिँ मेरो घर छ। यतै बसेको। दिनको 100 मा आफ्नै भाइको। अनि बाउ कता? भेटघाटमा गएर आएको। घाटमा को मरेर? तेरिका मान्छे भेटेर आयो के? आफ्नै भाइकोमा 100 रुपियाँ काम गर्न बस्यो। कहाँ 100 भन्दा भने आफ्नै भाइका काम गरेर नि कसैले 100 रुपियाँ लिन्छ? उल्टो मैले 100 दिने गरेको छु त्यसलाई। हो त नि परारको साल पनि 100 रुपियाँ दिएको थियो भिनाजी। नगर परार मान्छे हो। पोहोर पनि 100 रुपियाँ जाऊ जाऊ भिनाजी है बेकार अर्काले फटाकुरो गर्नुपर्छ। कुरो मिलाएको के? कुरो मिलाएको के हो? आधा दिन हुन लाग्दा पनि 1 ग्लास दुध आउँदैन। 1 ग्लास दुध पनि मैले त खानुपर्छ क्या? यत्रा घरभरि नोकर चाकर हुँदा पनि दुध तार्दैछ।
नमस्कार गरेछ हजुर। नमस्कार। टिकाको भोलिपल्ट यही हो? टिका भोलिपल्ट आउनु भनेन? भगवान, गाउँमा भैँसी बिरामी भएछ। भैँसी बिरामी होस् कि कुखुरा बिरामी होस् कि बिरालो बिरामी होस् कि मलाई के मतलब? जाऊ काममा। हस् हजुर। कसरी बनाएको? भाइ खानेकुरा जे ल्याउँदाखेरि पनि किस्तीमा ल्याउने। त्यो चारपाटे भाडा छ नि, चारपाटे यस्तो तातो दुध हातमा छ। त्यत्रा घरभरि 12-15 किस्ती छन्। हातमा दुध। बुढा चिया राजुबाबुलाई। ए ल ल ल ए त्यो चारपाटे ल्याउँछ, चारपाटे त्यसमा राख्नु भने बुहारी नानीले यसमा राखेर स्याहार ए टिका होइन टिका किस्ती यस्तो चारपाटे हुन्छ नि, त्यहाँ माथि राखिदिएको थिएँ मैले। हो यो यसमा यसरी राखिँदैछ क्या यो मैले तपाईँले भनेको सबै सामान पठाइदिएको छु। सुन्नुहोस्, बिहानै पठाइदिइसकेँ। 14 मुरी मकै पनि पठाइदिएको छु। वर्गीय मुक्तिको लागि 3.5 लाख पैसा मलाई छिटै पठाइदिनु। हजुर, यहाँ नोकर चाकरले काम गर्दैनन् भनेर खेतमा आएको। के को 3,50,000 अरे? अनि अस्तिको 50,000 बाँकी छैन त? तपाईँ कस्तो कुरा गर्नुहुन्छ बाउ? क्या तेरिका अस्तिको 50,000 पनि त बाँकी छ नि। एकछिन है यहाँ टावर टिपेन। हेलो हेलो हेलो, के को 3,50,000? अहिले सुन्यो 50,000 त तोरीको क्या। हजुर ए हजुर सुन्दैन अहिले? क्या सेल आयो भाउ? सुन्नु भएन? तेरिका पढ्नुहोस् है, पढ्नुहोस्। तपाईँ माथि जानु न, माथि छतमा जानुहोस्, माथि छतमा। भाउ क्या सेल आयो? 3,50,000। अहिले 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 हेलो 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 एकछिन पढ्नुहोस् है। ल म माथि चढिरहेको छु। ल भन्नुहोस्। हेलो, म पनि चढी चाहनु। तपाईँ छतबाट पनि रुखमा चढ्नुहोस्, रुखमा। 25 बोरा तोरी। हजुर तोरी हाले चिया। अहिले अहिले बुझ्यो? कस्तो नबुझ्या म। हेलो बुझ्नुभयो? हेलो 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 ए बाउ, हेलो ए बाउ, ए बाउ चिया त घोप्छ त। एक थोपो बाँकी छ, खाने चिया नि हो त। ए बुढा, काम गर्ने मान्छे भएर एउटा चिया पनि राम्रोसँग बोक्नु ढङ्ग छैन। हो रहेछ, आफ्नै घरमा काम गर्न बसेर रहेछ।